Hi everyone, welcome to my channel. So हजुर सबैजनालाई स्वागत छ। सो आज चाहिँ म बनाउँदै छु, हजुरले देखिसक्नु भयो होला थम्बनेल र मेरो टाइटल पढेर। सो आज चाहिँ म होम सर्भिस फेरि पनि जाँदै छु र फेरि पनि म आज भिडियो बनाउँदै छु। आज चाहिँ म न्यू डेस्टिनेसन यानी कि वर्ल्ड दुबईबाट म बोटमा चढेर जाँदै छु देहरा। सो देहरा जानको लागि चाहिँ एक दिराम दुई दिराममा हामी मजाले बोटमा चढेर आउन सक्छौँ र अलिकति हिँड्न चाहिँ पर्छ तातो घाममा तालु नसेकाए त कसरी हिँड्नु होला दुबई जस्तो ठाउँमा। सो म चाहिँ जाँदैछु, यो चाहिँ हाम्रो यहाँ चाहिँ बरु दुबईको हिन्दू टेम्पल पुरानो रहेको थियो, त्यो साइडबाट जाँदैछु। यसलाई चाहिँ वर्ल्ड दुबई भनेर पनि चिनिन्छ। सो म बरु दुबईको आप्रा साइडबाट चाहिँ बोट चढेर चाहिँ म देहरा पारी जान्छु, यानि कि खोला पारी, समुद्र पारी। सो म चाहिँ गएँ। यो चाहिँ मार्केटहरू छ, यहाँ चाहिँ यो चाहिँ टुरिस्ट एरिया हो। अब अफकोर्स टुरिस्ट एरियामा यस्तै सामान हुन्छ, तर मेरो क्यामेरा चाहिँ फुल भएछ, मैले पुछ्नै बिर्सेछु क्यामेरा चाहिँ। सो त्यही भएर म चाहिँ लखर गएँ। सबैले यता बोलाउँछ सब। यो यहाँ बस्ने सबै व्यापारीहरूले चाहिँ सबै ल्याङ्ग्वेजको मान्छेहरूलाई कसरी ग्रिटिङ गर्नुपर्ने सबै थाहा छ उहाँलाई। कसरी लाग्दो रहेछ म बर्मिस जस्तो, सब देखा भन्छ, कसरी लाग्दो रहेछ म के म त सुनेर पनि हाँस्छु। त्यही पनि म गएँ, हिँडेँ खुनी यता नहेरेरै कहीँ लागेर गएँ। अनि त्यसपछि उहाँले कन्फ्युज गर्दै कहाँबाट चढ्नु फेरि अगाडि गएँ। अनि त्यसपछि उहाँले चाहिँ फेरि मलाई गरेर बोलाउँदै थियो, खाली बाली भनेर इग्नोर हालेर म त चलेँ। अनि टुई गएँ, बोटको चल्ने ठाउँ आएँ। अनि त्यसपछि गयो। अनि दाइले चाहिँ बोट भरिसक्यो, बोटको ड्राइभरले चाहिँ आऊ भन्दै थियो, उनीहरूले चाहिँ भरिसक्यो भन्दै थियो। अनि अहिले एउटा छ भने त म चाहिँ फेरि गएँ, चढेँ। देख्नुभयो होला यो चाहिँ लोकल बस हो, उताबाट उता जाने एउटा ट्रान्सपोर्ट हो। अनि बोट जुन चाहिँ यहाँबाट एक दिनमा उता पारी लगेर झार्नुहुन्छ। सो भ्यू चाहिँ एकदम राम्रो छ, पनि यति शीतल आउँछ हामीलाई चाहिँ। तर तातो घाममा चाहिँ ताल यति फुल्यो नि त, यतिभन्दा छाता लगेको थिएन, स्कार्फ लिएको थिएन कि यति आज चाहिँ मेरो ब्यान्डबाट चाहिँ अर्को दिदी उहाँनिर चाहिँ कोही छाता उयोहरू लानुपर्ने अप्ठ्यारो नेपाली थियो दिदी त, त्यो पनि कति गाह्रो माग्दा पनि सबैजना त्यस्तो सहयोगी भावना हुँदैन नि त। दिदी चाहिँ छाता ओर्ने फेरि पनि गर्दैन त्यसोमा अप्ठ्यारो पनि लागिरहेको थियो यस्तो भिडियो बनाउनलाई, किनकि विदाउट पर्मिसनहरू भिडियो लानु पनि हुँदैन, फेरि धेरैजना अनकम्फर्टेबल पनि हुन्छ भनेर मैले चाहिँ केही पनि खासै अरूलाई देखाउने कोसिस गरेँ। तर अन्त त्यो कुराहरू सरी त्यो कुराहरू छ सलिउट यो कुराहरू छ। यदि हजुरहरूले मेरो ब्लग हेर्नु भएको छैन भने मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने हजुरलाई स्वागत छ। यदि हजुरहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला र भिडियो चाहिँ पुरासम्म हेरिदिनु होला, यदि मलाई यो साथलाई सब्सक्राइब आवश्यकता छ। सो त्यही भएर पारीको चाहिँ पारीपट्टि। सो यहाँबाट चाहिँ फेरि हिँड्नुपर्छ होला 5 मिनट। म चाहिँ चाँचारै गर्छु, किनकि अलरेडी 5 बजिसकेको, मलाई 7 बजीसम्म जसरी सिकाइदिनु पर्ने त थियो। मैले चाहिँ सिधै छतिर सिकाउनु मजाले गयो, किनकि म पहिला मेरो रेगुलर कस्टमर त पहिला नै सिकेको थिएँ। त्यो आउनु चाहिँ बाटो चिनेको सजिलो गएर चढेँ भनेर सिक्यो। अनि त्यसपछि गएँ यो ठाउँमा चाहिँ म यही हामीरै कस्टमरलाई म सर्भिस गराउँदै थिएँ। यो ठाउँमा टिकट चलाएर त्यति केटाहरूले जिस्काएको थिएन। त्यति बेलादेखि चाहिँ मलाई अन्डर ग्राउन्ड बाटोहरूमा चाहिँ त्यही डर लाग्छ। दुबईमा जाने गल्लीमा चाहिँ राति चाहिँ हुँदैन, राति चाहिँ हुँदैन। जहाँ सिसिटिभी छ मेन रोड चाहिँ हेर्नुपर्छ फर अब सिक्युरिटी।
हैन सेफ्टीको लागि चाहिँ। सो मैले चाहिँ घटबन चिनेको भएर चाहिँ म चाहिँ बसिछु त्यो सबै बिल्डिङ्स देखिन्छ। फाइनली पुगेर मैले वहाँ पनि स्टार्ट गरेँ र सानो सानो मेरो पनि बनाइहाल्ने देखियो मैले त्यति राम्रो देखिन्छ। यो कस्तो मन पऱ्यो मलाई चाहिँ जर्सी कलर चाहिँ। सो उहाँलाई पनि धेरै मन पऱ्यो। सो योपालि चाहिँ सिम्पल लगाइदिएको थिएँ। उहाँको चाहिँ 1 महिना अगाडि मैले एक्सटेन्सन गरेको थिएँ र अहिले चाहिँ हामी रिभ्यू गरेर फेरि एक्सटेन्सन गरेँ र सिधै म पनि मेरो पकड बाँधेर म चाहिँ हिँडेँ घरतिर फेरि रिटर्न आएँ। मैले चाहिँ होम सर्भिसको लगेज चाहिँ मगाएँ तर के गर्नु यति धेरै सामान एउटा सर्भिसलाई त्यत्रो लगेज बोकेर हिँड्नु झ्याउ लाग्यो अनि त्यही भएर फेरि म चाहिँ आएँ बोटतिर नै फेरि अब रिटर्न त पऱ्यो। त्यही भएर फेरि म चाहिँ बोटतिर आएँ। पैसा चुकाउनु पर्छ नि त त्यही भएर 1 दिरममा हुन्छ भने किन 30-35 रुपियाँ खर्च गर्ने भन्ने कुरा भएर चाहिँ सोचाइ भएर म फेरि बोटमै आएँ। अनि आएपछि बाहिर सामान झार्दै यहाँ चाहिँ सामानहरू पनि यता र उताबाट यता वारी पारी गराउने काम चाहिँ गर्छ। अनि त्यही भएर चाहिँ म चाहिँ गएँ अब सर बोटमा चढेर एउटा फरेनर दाइ हुनुहुन्थ्यो साइडमा परेको। अनि हेरेकै गर्दैन हुन्थ्यो मलाई हेरेको छैन। त्यही पनि मैले भिडियो बनाएको देखेर चाहिँ सोचेँ होला नि त नयाँ होला दुबईमा भनेर। किनकि अस्ति मलाई ट्याक्सी ड्राइभरले यसो बनाएको त भिडियो आप दुबईमै नै हो भनेर भन्दो रहेछ। अनि म चाहिँ सोचेँ अनि त्यसपछि मैले ब्लग बनाएको त भनिदिन्छ हुँदो रहेछ लाइक नयाँ मान्छेहरू हुन्छ नि त हामी कुनै ठाउँमा गएपछि अलिकति एक्साइटेड हुन्छ नि त भिडियो बनाउनु। त्यस्तै उहाँले पनि सोच्नु रहेछ कि त्यस्तै सोच्छ होला जस्तो लागेको थियो। अनि हेरेको गर्दै थियो। दाइले मेरो पालो म चाहिँ अगाडि हावा खानु भनेर अगाडि बसेको नि त यताउता नहेरेर अगाडि मात्रै हेरेर बसेँ। अनि भिडियो बनाएँ। अनि सर हावा चिसो जाँदाखेरि त घाम थियो आउँदाखेरि त थिएन घाम। सो त्यही भएर चिसो हावा शीतल हावा खाँदै म चाहिँ फर्केँ। ल आजको भिडियो यही रहेको छ। यदि हजुरलाई मन पर्यो भने चाहिँ हजुर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई र माया गरिदिनु होला। आशा राखेको छु यदि हजुरहरू दुबई हुनुहुन्छ हजुर कोही हुनुहुन्छ भने नेल पार्लर सम्बन्धी काम चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला है त।